तिमीहरूले गेम खेलेको ठिक छ, तर तिमीहरूको टिममा 2-4 जनाको नाम छैन बराबरै सम्झि आजको गेममा। यसमा पनि त्यस्तै थियो। अब गोल भइहाल्यो, केही छैन। अब सुन, तिमीहरूले गेम खेल्दाखेरि के ध्यान दिनु पर्यो? अपोनेन्टसँग मैले के सिकाएको छु? बल हामीसँग पोजिसनमा भएपछि मेरो टिमको खेलाडी के हुनु पर्यो? फैलिनु पर्यो। अब यो बल मेरो खेलाडी फैलेको छ। अब यो बल मैले मसँग पास दिन मेरो खेलाडी के भएको छ होइन, स्प्रेड भएको छ, फैलेको छ। मैले अब साथीलाई पास दिनु पर्यो। तर कुनै बेला के हुन्छ, म बल खोसाउँछु। मैले उता पास दिन खोजेँ, तर यो बल मैले खोसाएँ। यो मेरो अपोनेन्टले बल लियो हो। अब अपोनेन्टले बल लियो, यसले बल पाउने बित्तिकै अब बाबु तिमीले के गर्ने? कता पासिङ दिने? आफ्नो टिमलाई। त्यो त सिम्पल कुरा, आफ्नो टिमलाई पास दिने होइन। तर पास कता दिने त्यो थाहा हुनु पर्यो। अहिले मेरो टिमको खेलाडीहरू कहाँ छ? फैलेको छ, टाढा टाढा छ, आफ्नो पोजिसनमा छैन। यो बेला तैँले के गर्ने बाबु? बललाई अगाडि खेल्ने कोसिस गर्ने। 1 टचमा हुन्छ कि ड्रिब्लिङ गरेर चाँडै हुन्छ कि 2 टचमा हुन्छ कि, तर बल कहाँ खेल्न खोज्ने? अगाडि खेलेपछि के हुन्छ? अपोनेन्टको खेलाडीहरू फैलेको छ, तिमीहरूलाई धेरै स्पेस छ गोल हान्न सक्ने। बुझेको छ कि छैन? जस्तो त्यो बलले फेरि मसँग बल छ, मेरो साथीहरू के गर्छ? निस्कि पास दिन तब निस्कि बाबु, र एकजना अझै तब दौडी त्यहाँ पास दिन निस्कि। त साइड डिफेन्स यता यो पनि मेरो साइड डिफेन्स हो। अब यो पनि के हुन्छ? पास दिन निस्कि। अब मैले मिस्टेकले के गरेँ? यो बल मिस्टेकले उता पास दिन खोजेँ, यसकोमा गयो। अब मेरो साइड डिफेन्स कहाँ हुनुपर्ने? अहिले पास दिन कहाँ निस्केछ हो? तपाईँले के गर्नु पर्यो? त्यो ठाउँबाट एट्याक गर्नु पर्यो। जहिले पनि बल खोसिसकेपछि होइन, पोजिटिभ ट्रान्जेक्सन भएपछि अपोनेन्टले मेरो अपोनेन्ट यानि तैँले बल पाएकोले बललाई जहिले पनि के गर्नु पर्यो? फरवर्ड पास खेल्नु पर्यो, अगाडि पास खेल्नु पर्यो, एट्याक गर्नु पर्यो। किनभने तिनीहरूको अपोनेन्टको खेलाडीहरूलाई त्यो ठाउँमा आउन टाइम लाग्छ। अब यही बल तिमीहरूलाई मैले दिएँ, अब मसँग सपोर्ट गयो है। अब यो बल मैले खोसाएँ, यसलाई पास दिएँ। अब यसले पछाडि यसलाई पास दिएँ, तेरो टिमको पछाडि पास दिएँ। अब तिमीहरू के गर्छस्? ग्राउन्ड क्लोज गर्छस् होइन, आफ्नो ठाउँमा आउँछ। आइज हो भयो। अब तिमीहरूलाई अगाडि लग्न सजिलो हुन्छ? हुँदैन, किनभने ढिलो गरिस् तिमीहरूले। त्यसैले पोजिटिभ ट्रान्जेक्सन भयो मतलब बल खोसाइसकेपछि तिमीहरूले के गर्ने? एट्याक गर्ने, अगाडि पास खेल्ने, फरवर्ड पास खेल्ने है। आज त्यही भइरहेको